र दाइलाई पनि त्यही हो अब के अरे गाली सहनै पर्छ होइन। ज्वाला के अरे मुखीको भट्टीमा पाकेको हिरा हो हामी होइन। त्यसलाई जति नै तताउँदा पनि पोल्दा पनि केही हुँदैन होइन। हिलोमै गाडेर निकाल्दा पनि हिरै निस्किन्छ होइन। हिउँमा राखौँ हिरै निस्किन्छ, समुद्रमा फालिदियो पछि होइन तपाईँको चाहिँ 1000 वर्ष पछाडि गएर निकाल्दा पनि त्यस्तै पो भइरहेको त्यो चिज हो। डोन्ट चेन्ज। हामी आफू चेन्ज भएर जाँदैनौँ तर हामी चेन्ज ल्याउँछौँ। त्यो अठोटका साथ हामी सबैजना लाग्नुपर्छ। दिदीबहिनीहरू पनि आउनु भएको छ, यहाँ थुप्रैजनाहरू पनि आउनु भएको छ होइन। सानोतिनो झिनो स्वार्थमा हामी अडिँदैनौँ। हाम्रो राष्ट्रिय स्वार्थ के हो है, हाम्रो देशलाई हामीले उचाल्नुपर्छ पर्दैन भन्ने कुरामा मात्रै हामी फोकस हुन्छौँ र त्यो चिज हो। र दाइलाई मैले अलिकति के अरे हुन त यसको आवश्यकता त छैन तैपनि होइन। सधैँभरि तपाईँको होइन उत्साह बढिरहोस्, आसेवारो भन्नु नछोड है। ल त्यो चिज छ। पहिला गोरो हुनुहुन्थ्यो, यति बेला मसँग भेट्दा गोरै हुनुहुन्थ्यो, अहिले कालो हुनुभएको छ फेरि। माननज्यूले उहाँलाई चाहिँ नि स्वागत अनि सम्मान वेलकम छ गरिराख्नु भएको छ। धन्यवाद छ। एकछिन यो पनि लगाइदिन्छु तपाईँलाई ल त्यसो है दाजु। ल हस् थ्याङ्क यू। धरानको विकासको लागि चाहिँ धेरै काम गरिराख्नु भएको त्यस्तो व्यक्तित्व हुनुहुन्छ उहाँलाई आज यति बेला माननज्यूको बाहुलीबाट चाहिँ नि स्वागत सम्मान अनि शिर उठाउने काम त्यो काम गर्दै गर्दाखेरि चाहिँ नि विभिन्न गालीहरू चाहिँ खानुपर्ने अवस्था छ र ती गालीहरूलाई चाहिँ नि तालीको रूपमा अथवा चाहिँ नि आशीर्वादको रूपमा हामीले ग्रहण गर्नुपर्छ भन्ने चाहिँ मनसायका साथ यति बेला माननज्यूले भनिसक्नु भएको छ होइन। त्यसो भएको हुनाले गर्दाखेरि शिर कसैको ढलेको छैन तर शिर अझ उच्च राख्नको लागि अथवा सगरमाथा जतिको उच्च शिर होस् भन्नको लागि चाहिँ यति बेला माननज्यूले चाहिँ नि यति बेला उहाँलाई चाहिँ नि शब्दले सम्मान गरिराख्नु भएको छ भनेदेखि शिर उठाउने काम गरिराख्नु भएको छ भने हाम्रो नगर अध्यक्ष दिनेश बान्तवे दाइले पनि उहाँलाई सम्मान गरिसक्नु भएको छ र यसरी यति बेला सम्मान गर्ने काम चाहिँ नि धमाधम हुँदैछ साथीहरू। हेर्नुहोस् है यो मलाई ल्याइदिनु जय गोर्खा साहब, जय गोर्खा। स्यालुट हाने मैले उहाँलाई म त सिनियर हो नि त। सिनियर साहबले स्यालुट हानै पऱ्यो नि त। धेरै सिनियर धेरै फेरि थोरै पनि धेरै सिनियर हो। तपाईँलाई मेरो सम्मान रेस्पेक्ट गर्दामा जय गोर्खा साहब। मै हो होइन गाली खाने अनि अलि उहाँले पनि खाइराख्नु भएको छ किनभने सङ्गत हो नि त होइन। सङ्गतले गर्छ तर हर्क साम्पाङको सङ्गतले चाहिँ के गर्न चाहिँ सिकाउँछ भन्दाखेरि काम गर्न चाहिँ सिकाउँछ होइन। निस्वार्थ भावले देशलाई माया गर्न सिकाउँछ। देशलाई माया गर्ने बित्तिकै गाली खाइहाल्नुपर्छ रहेछ यो देशमा चाहिँ नि त्यो छ। त्यही पनि हामीले गाली सही पनि यो देशलाई केही कुरा बनाएर दिँदैछौँ भन्ने कुरामा हामीले आफूले आफ्नो चित्त बुझाउनुपर्छ र धेरै कुराहरूमा हाम्रो दाइले पनि अब गाली खाइराख्नु भएको छ। म अब यही कुरामा खानुभयो चाहिँ भन्दिनँ होइन। त्यो कुरा आफै महसुस गर्ने कुरा हो र सबैजनालाई म के भन्न चाहन्छु भने हामी विग्रहको बाटोमा जानु हुँदैन। अहिले यो जमाना खोइ के आयो होइन, समय के आयो, जो पनि जे पनि यताउता गाजाङगुजुङ घर पनि भत्काइदिनु मन लाग्ने, जलाइदिनु मन लाग्ने, मान्छे देख्यो कि कुटिहाल्नु मन लाग्ने होइन। अनि साह्रै भएन भने भिरबाट हाम फाल्नु मन लाग्ने होइन। आफै शरीरमा पेट्रोल खनाएर आफै जलिपठाउनु मन लाग्ने यो के आउन आँट्यो होइन। यो चाहिँ यो ठुलो एउटा चिन्ताको विषय छ। त्यस्तो चिन्ताको विषयमा पनि त्यस्तो घोर अन्धकारभित्र पनि एउटा प्रकाशको ज्योति चाहिँ यो श्रम त्यो खालको आशाको किरणहरू अगाडि बढाउँछौँ र त्यो किरण छर्ने एउटा अभियानमा हामी सबैजना जोडिएका छौँ र जोडिनुपर्छ पूर्वदेखि पश्चिमसम्म। हामी जहाँ जान्छौँ होइन प्रकाश, अँध्यारो होइन प्रकाश होइन, विग्रह होइन, तपाईँको चाहिँ मेलमिलाप, झगडा होइन, द्वन्द्व होइन, मेलमिलाप, आपसी समझदारी र सहकार्य र चाहिँ तपाईँको निर्माण उत्पादन यो चाहिँ हाम्रो अभियान हो।